जङ्गबहादुरको बेलायतको भ्रमणको प्रभाव नेपालमा शिक्षाको औपचारिक प्रवेशको आधार बन्यो। आफ्नै भाइ भारदारलाई अङ्ग्रेजी शिक्षा दिने भन्दै विक्रम सम्वत 1910 सालमा दरबार हाइस्कुल स्थापना भयो। शिक्षालाई खोल्दा आफ्नै खुट्टामा बन्चरो हानेको भन्ने राणाहरूमा देव शमशेर शिक्षाका सुधारक बन्नुभयो। 300वटा विद्यालय खोल्न 3 लाख रुपियाँ छुट्याए पनि जम्मा 57वटा विद्यालय खोल्दा उहाँ आफ्नै परिवारबाट सत्ता च्युत हुनुभयो। राणाहरूले नचाहँदा नचाहँदै पनि नेपालमा शिक्षाको गोरेटो खोल्ने क्रम सुरु भइसकेको थियो। पूर्वी नेपालमा दार्जिलिङको शिक्षाको प्रभाव क्रमशः बढ्दो थियो। पूर्वका केहीले दार्जिलिङ त केहीले काठमाडौँ त्यो बेलाको नेपालमा गएर समेत अध्ययन गरेका थिए। यसले पनि पूर्वमा शिक्षा प्रतिको लगाव बढ्दो क्रममा थियो। त्यसैले त 1986 सालमा 8 सयमा शिक्षाको दियो बलिसकेको थियो। एक दशक पहिलासम्म 8 सयको विकासको बाधकको रूपमा तम्बोर नदीलाई स्थापित गरिएको थियो। तर इतिहास नै बिर्सन चाहने पुस्ताले कसरी सम्झना गरोस् तम्बोर नदी यही नदी हो जो 8 सयमा औपचारिक शिक्षा सुरुवातको प्रस्थान बिन्दु थियो भनेर। 8 सयका कुमाई विशेषतः सिटौला परिवारको अग्रसरतामा तम्बोर नदीमाथि सिटौला पुल बनेपछि सिटौला परिवारले राणासँग 8 सयमा आँखाको रूपमा विद्यालय माग्नु भएको थियो र 1986 सालमा मूलपानी भाषा श्रेष्ठ पाठशाला नामक आँखारूपी विद्यालय खुल्ला भयो। पुलको टार्गेट पुरा गरेर उहाँहरू जानुभयो। त्यसमा ब्रह्मलालले गङ्गा प्रसाद र जनार्दन सिटौलालाई नेतृत्व अगाडि बढाएर त्यो कार्य गर्दै जाँदै हुनुहुन्थ्यो। त्यो पुलको पुरा भइसकेपछि अब हामीलाई आँखो चाहियो सरकार भन्दाखेरि राणा परिवारका व्यक्तिहरूले आँखो भनेको के हो भनेर अलमल भयो अरे केही छिन पछाडि। अनि त्यहाँदेखि समयकाल बित्दै जाँदा अनि माथि बोलाएर के हो त तपाईँहरूलाई के चाहियो भन्दाखेरि सरकार हामीले पहिलाको पुलको टार्गेट पुरा गरिसक्यौँ, अब हामीलाई चाहिँ आँखो चाहियो। आँखो भनेको के हो भन्दाखेरि हामीलाई शिक्षा चाहियो। त्यसो त पूर्वको त्यो अनकण्डा 8 सयमा विक्रम सम्वत 1981 सालबाट नै पठन पाठन सुरु भएको भेटिन्छ। राणाहरूसँग लुकी लुकी हिउँदको समयमा कार्तिकदेखि माघ महिनासम्म हिउँदे पाठशालामा पठन पाठन सञ्चालन भएको इतिहास छ। राणाहरूले पहिला नै भोजपुरको दिङला पाठशाला खुलिसकेको भन्दै नयाँ पाठशालाको स्वीकृति दिन नसक्ने अडान लिएका थिए। भोजपुर दिङलामा बाला सदानन्द बाला गुरु सदानन्द बाबुको त्यो विद्यालय छ, त्यहाँ छ, तपाईँहरूले त्यहाँ गएर अध्ययन अध्यापन गर्नुपर्छ र त्यसरी दिन मिल्दैन भन्दाखेरि उहाँहरूले भन्नुभयो अरे गङ्गा प्रसाद र जनार्दन सिटौलाले सरकार हाम्रो चाहिँ 3 दिन वा 4 दिन हामीलाई त्यहाँ पुग्न लाग्छ, हाम्रो सम्भव हुँदैन। स्थापनादेखि नै पाठशालाले अनेकौं आरोह र अवरोह खेप्न पर्यो। स्थापनाको 1.5 दशकपछि 8 सयमा अङ्ग्रेजी भाषा पढाउन नयाँ स्वीकृति प्राप्त भयो। पहिला नै स्थापना भइसकेको पाठशालामा अङ्ग्रेजी पढाउने भने पनि भर्खर विकास भएको सङ्क्रान्ति बजारमा नयाँ विद्यालय खोलियो
अझ 2013 सालमा त पाठशालालाई सङ्क्रान्ति बजारमा खुलेको त्रिभुवन हाइस्कुलमा नै गाभियो। पछि 2018 सालमा मूलपानी भाषा पाठशाला पुरानै स्थान अर्थात् रानी चौतारा छेउमा रहेको जोरपाटीमा नै पुनः सञ्चालनमा ल्याइयो। र 1986 देखि 2000 विक्रमसँग 2013 सालसम्म चाहिँ यो भाषा पाठशालाकै रूपमा रहेको भेटिन्छ इतिहासमा। र 2013 सालदेखि 2018 सालसम्म चाहिँ यो 5 वर्ष जति त्रिभुवन नदीको त्रिभुवन नदीमा चाहिँ लगिएको रहेछ। अनि त्यस पछाडि 2-4 वर्ष 5 वर्ष जति भनौँ न त्यो चाहिँ स्थगित भएछ र फेरि 2018 सालदेखि चाहिँ यसलाई फेरि मूलपानी प्राथमिक विद्यालयको रूपमा चाहिँ यो सञ्चालन हुँदै आइरहेको छ। अहिले विक्रमसम्म 2082 सालमा सम्झनुहोस् त, आजभन्दा ठ्याक्कै 100 वर्ष पहिला कति दुःखले स्कुल सञ्चालन भयो होला। आठैमा मात्र नभएर पूर्वमा नै शिक्षाको ज्योति छरेको मूलपानी संस्कृत पाठशालाका विद्यार्थीले राणाकालमा नै अन्य विद्यालयहरू स्थापना गरे। ताप्लेजुङ, इलाम, धनकुटासम्मका विद्यार्थी आठै पुग्ने गरेका थिए। तर स्थापना भने दरबार स्कुलको स्थापना जस्तै आठैका सिटौला अर्थात् कुमाईका छोराछोरी पढाउन सुरु गरिएको कतिपयको बुझाइ भए पनि प्रष्ट प्रमाण भने भेटिएको छैन। सिरानगर स्थित ब्रह्मलालले भरिसके आफ्नै परिवारलाई समेट्न खोजिएको कुरा भन्ने चाहिँ बुझियो, तर पछि गएर चाहिँ विस्तृत रूपमा नै व्यापक भएको कुरा बुझिन्छ। सुरुमा चाहिँ सिटौलालाई मात्रै भन्ने हो। त्यसरी चाहिँ अलिकति सिटौला परिवारले हामीले नै खोलेको, हामीले नै दिएको भन्ने प्रकारको धारणा भयो अरे, तर पछि गएर चाहिँ फराकिलोपना भएको कुरा बुझिन्छ। पूर्वमा नै शिक्षाको दीप बालेको मूलपानी भाषा श्रेष्ठ पाठशाला अहिले भने निम्न लागेको दियो जस्तै बनेको छ। बढ्दो बसाइसराई, जनसङ्ख्याको घट्दो अनुपात र निजी विद्यालयप्रतिको बढ्दो मोहका कारण पूर्वकै पुरानो पाठशाला बन्द हुने अवस्थामा पुगेको छ। मूलपानी आधारभूत विद्यालयमा अहिले 7 जना शिक्षकले जम्मा 22 जना मात्र विद्यार्थी पढाउनु पर्ने बाध्यता छ। हाम्रोमा विद्यार्थी सङ्ख्या अहिले 22 जना मात्रै पुग्छन्। शिक्षक सङ्ख्या 7 जना। थोरै विद्यार्थी हुनुको कारण चाहिँ के छ? थोरै विद्यार्थी हुनुको कारण चाहिँ यो नजिकैको स्कुलले गर्दाखेरि नामजाङ कुनै गए, कुनै सङ्क्रान्ति, कुनै चण्डाडा गएको हुनाले यहाँ पहिले चाहिँ धेरै थियो, अहिले चाहिँ थोरै भयो। लाचकै पसारो भएको छ यहाँनिर। आठैका कुमाई सो समयमा राणा निकट अझ भन्ने हो भने आठैका शासकका छोराछोरीले अध्ययन गर्ने विद्यालय अहिले आर्थिक रूपमा विपन्न परिवारको मात्र आश्रय केन्द्र बनेको छ। विद्यालयको अवस्थाले जोसुकैको मन चसक्क दुख्न थालेको छ। विद्यार्थी नै यो क्षेत्रका विद्यार्थी नै अलिक केही कम साल अलिक सुस्ता खालका छन्
पहिलो कुरो घरमा चाहिँ मेरो छोराछोरीले चाहिँ पढोस् भन्ने भाव चाहिँ राख्ने, तर चाहिँ मेरो कपी छैन, टाइममा स्कुल पुग्छ पुग्दैन, ऊ सरले पढाउँछ पढाउँदैन, त्यो अभिभावकले अलिक घरमा पनि हेलचेक्रे गरिदिने। अनि त्यहाँबाट स्कुल आइसके पछाडि पनि ऊ चाहिँ काहीँ लानुपर्ने छ भने बरु बिदा मागेर आइजाने भनिदिने होइन। अनि यस्ता हरेक क्रियाकलापले अहिले काम दियो, उसले घरमा जाँदा जस्तो छ भोलि त्यस्तै काँचै आउँछ। अनि किन गरिनस् भनेर उसँग अलिक कम्प्लेन गर भने सरले गाली गरौँ म त भोलि स्कुल गइदिन्न भन्छ होइन। अहिले खायो त भरे के खाने भन्ने अवस्थाका परिवारका विद्यार्थी अध्ययन गर्ने भएकाले पूर्वी नेपालको एउटा शिक्षाको इतिहास ढल्यो भन्ने दिन नआउला भन्न सकिँदैन। साना बालबालिका दिउँसोभरि विद्यालय गए बेलुकाको छाकको जुहो गर्न सकिन्थ्यो कि भन्ने अभिभावकको अवस्था छ। यस्तोमा 10-4 मात्रको पढाइले कसरी विद्यार्थीको शिक्षामा सुधार होला र? तर पनि बालबालिकालाई शिक्षाको दियो बालेर सुनौलो भविष्य निर्माणका लागि शिक्षकहरूले विभिन्न रचनात्मक शिक्षण विधि भने अपनाउँदै आउनु भएको छ। 1 2 3 4 5 6 7 8 अब मिलेन फेरि 1 2 3 4 5 6 7 अब तलतिर 2 यो अङ्क 2 ल अब एकै ठाउँ जम्मा ल गनौँ अब ल 1 2 3 4 5 6 7 8 फेरि हेर त्यसो त 8कै परिचय बोकेको पाठशालालाई व्यवस्थित गर्न भन्दै गाउँपालिकाले आवासीय विद्यालयको रूपमा रूपान्तरण गर्ने प्रयास गरेको छ, जसका लागि डिपिआर समेत तयार पारेको पालिकाले जनाएको छ। मूलपानी आधारभूत विद्यालय अहिले 8 गाउँपालिकामा जम्मा चाहिँ तपाईँको 59वटा चाहिँ सामुदायिक विद्यालयहरू छन्। त्यसमा हामीले आबिमा चाहिँ आवासीयको रूपमा चाहिँ हामीले त्यो मूलपानी आधारभूत विद्यालयलाई अगाडि बढाएका छौँ, जो चाहिँ त्यसलाई हामीले इङ्ग्लिस मिडियममा लगेर 8 गाउँपालिका भरिका विद्यार्थीहरूलाई त्यहाँ आवाससहित बस्ने व्यवस्थापन गरेर शिक्षा सुधारको निम्ति चाहिँ 8 गाउँपालिकाले त्यस क्षेत्रलाई चाहिँ आवासीय र एउटा नमुना विद्यालयको रूपमा चाहिँ अगाडि बढाउँदैछौँ। अहिले कुनै समय विद्यार्थीले भरिभराउ हुने पाठशालालाई पहिलेकै अवस्थामा पुर्याउने र 8 को जिउँदो इतिहासलाई जीवन्त बनाउने दाबी पालिकाले गर्दै आएको छ। लाई आवासीय विद्यालयका रूपमा रूपान्तरण गर्ने प्रयास गरे पनि त्यो प्रभावकारी हुने सम्भावना कम देखिन्छ। एकातिर 8 गाउँपालिकालाई छोडेर तराई बसाइ सर्नेहरूको लहरको बढ्दो छ। छोराछोरीलाई बजारमा पढ्न राख्नेको सङ्ख्या पनि उत्तिकै बढ्दो छ। अर्कोतर्फ यही विद्यालयबाट 40 मिनटको पैदल यात्रामा नै 3वटासम्म माध्यमिक विद्यालयसम्म पुग्न सकिन्छ, जसले यो विद्यालयलाई माध्यमिक विद्यालयका रूपमा बढुवा गर्ने सम्भावना कम छ।
प्राथमिक तहका बालबालिकालाई विद्यालयमा नै राख्न मान्ने अभिभावकको संख्या पनि कति नै होला र? यस्ता प्रश्नको प्रभावकारी छलफलबाट नै निचोडमा पुग्न सके इतिहासको संरक्षणसँगै शैक्षिक क्षेत्रमा देखिएको समस्याको समाधान हुने थियो कि